आज चाहिँ हामीले लोकल भालेको के छ मासु खान लागिरहेका छौँ। अब म तपाईहरुलाई देखाउँछु कस्तो हुन्छ लोकल भाले। ल ल भाले खान्छ ए यहाँ त हुन्छ ए मैले सपनामा के देखेँ भने यहाँ मेरो खुट्टा चाहिँ इन्जर्ड छ नि त, यो चाहिँ हैन भाले खाए पनि निकन्छ भनेर चाहिँ सपना देखेँ। भाले खाएपछि चाहिँ जाति भइहाल्छ। हो 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 या वा चाहिँ हजुरआमा आज भालेको मासु खान्छ, त्यहाँदेखि मेरो कान्छा छोराको खुट्टा चाहिँ जाति भइहाल्छ। यस्तो भएको छ खुट्टा चाहिँ लडेर हिँड्ने भइहाल्छ नि त भालेको मासु खाएपछि। हेर्दै गर्नुहोस् है, अन्तिमसम्म हामीले देखाउनेछौँ। यसको रेसिपी देखाउँछौँ आज तपाईहरुलाई। यतिखेर चाहिँ हामी गाउँमा छौँ र यता मेरो आमा मेरो मम्मी अनि यता गणेश कुलुङ निर्माण कुलुङ यता छ भने दृष्टि कुलुङ पनि छ। सो अनि मेरो दाइ हुनुहुन्छ अशोक कुलुङ है, लगभग फर्स्ट टाइम तपाईँले देखिराख्नु भएको छ र म यतिखेर चाहिँ दृष्टि कुलुङको भ्लगमा बोलिरहेको छु है। अनि हाम्रो दाइले हैन अशोक कुलुङले सबै बनाउनुहुन्छ। म त पुरै घाइते भइहालेँ, गर्ने मन थियो तर पनि नसकेपछि अब खाने मात्रै हो। यद्यपि मैले यो भाले चाहिँ किनेको है। आज मेरो छोराले भाले किन्नुभयो। आज हामी खान्छौँ, रातभरि खान्छौँ। त्यहाँदेखि मेरो छोरा चाहिँ कान्छा छोरा चाहिँ बाइकबाट आउनु भएको घाइते भयो। मेरो छोराको खुट्टा चाहिँ भाले खाएर आज रातभरि हामी खान्छौँ। त्यहाँनिर मेरो कान्छा छोराको खुट्टा जाति भइहाल्छ। भोलिदेखि त मेरो कान्छा छोरा त टिङ्गिल हिँड्नुहुन्छ। हो कि होइन? हो हजुरआमा ठिक बोल्नुभयो। इमाने खतरा मेसी नेता छौँ रहेछ नि, भाषण हामीले यतातिर चाहिँ अब हाम्रो भाले चाहिँ बनाउने रेडी भइसकेको छ। उहाँ चाहिँ मेरो ठुल्बा। नमस्ते। उहाँ चाहिँ आजको हाम्रो कुक। यति मिठो पकाउनुहुन्छ उहाँले। अब म सबै देखाउँछु है। अब तपाईले पकाएपछि मिठो नहुने कुरै हुँदैन। यहाँ चाहिँ हाम्रो दिदी हो नि त, किनिहाल्नु भयो। पकाएर खानुपर्छ, राम्रो मिठो हो। अब यहाँ हामी आगो चाहिँ भन्न तयार गर्नु पर्यो। हाम्रो गाउँको यो चलन यसरी आगो फुल्नु पर्ने हो। हाम्रो गाउँको चलन यस्तो हो कि एकदमै दुःख छ। हाम्रो गाउँ स्वर्ग जस्तो हुँदैन है। अब यसरी आगो फुल्नु पर्ने यो चाहिँ राख्नुपर्छ पछिको लागि। अब यो चाहिँ आफै बोलिरहन्छ। त्यसपछि यो चाहिँ हाम्रो बाजेहरूले ठिक्क पार्नु भएको दाउरा हो। यो चाहिँ अब 1 वर्षभरि चलाइन्छ अनि अर्को वर्ष फेरि रुख काटेर यो चाहिँ बनाउनु पर्छ। अब बनाइहाल्नुपर्छ। बनाएर अब भरे एकछिन फेरि यहाँ हाम्रो भतिज कान्छीले फेरि बिटी बिरमा के गर्नुहुन्छ। अब यहाँ देरको कुखुरा यो चाहिँ बुत्ले के हो? यो चाहिँ के बुत्लै भन्ला नि। अब त यो बुत्ले हो। ल अब यहाँ पोल्नु पर्छ मस्तले। अनि हो आगो भर्खर यहाँ बोलिरहेको छ। भर्खर खुट्टा पनि पहिला खुट्टा पोल्नु पर्ने हो। आगो त बोल्यो। ए 2000 को मासु लोकल है। यो चाहिँ लोकल भाले हो। सुविधा आइपुगेको छैन, बिस्तारै आउँदैछ। तर
ल यसरी हो खुट्टा चाहिँ यसरी पोलेर मजाले यसरी निकाल्ने पर्ने हो यसरी तातो सुचाइन देते नहीं मानिस मान्डुई मिति न नेति tinggal quality ko be khoremi si jadi latna charlatna यो सबै त्यो गर्ने होला हामी नुसिम बानी मामा के गर्नु सिमस्याका दिला पै के गाने पप यसले गोल्ने यसमा हम गले छो नि अब जियो त हम गले छो नि हम बोल मके फेरि कोनको ओम्बल गएछ निमै चाहिँ हाम्रो गाउँतिर चाहिँ यत्रो ठुलो मच्छर चाहिँ हुन्छ है यत्रो ठुल्ठुलो हुन्छ कि आम्मामामाम यो चाहिँ यसरी पोल्नु पर्ने हुन्छ मजाले भुत्लाहरू सबै पोलेर अनि सब निकालेर मात्रै चाहिँ रेडी हुन्छ है अलिकति यसरी पोल्नुपर्छ आगोमा ठुलो आगोमा पोल्नुपर्छ अनि पखेटाहरू सखेटाहरू सबै भुत्लाहरू अनि छालाहरू निकाल्नुपर्छ के भन्न चाहनुहुन्छ रमाइलो छ रे यो मिकमा त गुड के गुड अब चाहिँ यता चाहिँ यतातिर बनाउँदै हुनुहुन्छ मासु खानुपर्छ आज लम्मै मासु गणेश्वरले जिउले मासु कुखुरा छ यिनीहरू अब चट खानुपर्छ यो टाउको हो यो चाहिँ टाउको खानुपर्छ सिरिया हो यत्रो ठुलो हुन्छ पछि कसलाई पर्ने हो लक्की कसलाई पर्ने हो तर एक्लै खानु पर्छ एक्लै पकाएर बुझेर खानु हो नि हो चाहिँ नखानु पर्ने हो ए यतातिर चाहिँ उहाँहरू अब ढिँडो पकाउँदै हुनुहुन्छ उहाँ चाहिँ अब के गर्नुभएको ढुङ्गा हुँदो रहेछ यो पनि फेरि निकाल्नु पर्ने यो त्यो चाहिँ नखानु पर्ने निकालेर फ्याँक्नु पर्ने के भन्छौ फ्याँक्नु पर्ने ढुङ्गाले उक्रिन्छ अरे नि हो नि रहेछ नि म त केही थाहा छैन फेरि वाम चाहिँ खाएको आगो बालिसकेका छौँ यो चाहिँ हाम्रो मुल्खिम हो यस्तो छ गाईहरू मुल्खिम मूल घर भनेको मुल्खिम चाहिँ अब यो चाहिँ घिउ लोकल घिउ हो यो चाहिँ हाम्रो गाउँको हजुरबा हजुरआमाको के भन्छ भैँसीको ल यसरी हाल्नुपर्छ ल यता पनि देखाउनु ल यसरी हालिन्छ ल यो अब यहाँ चाहिँ जिरा पड्काउनु पर्छ है यतातिर छ जिरा एकैछिनमा है यो चाहिँ सब गइसकेपछि यता चाहिँ काट्ने कार्यक्रम हुँदैछ पिस पिसमा मासु काटिरहेको मैले कुखुराको मासु लोकल मासु कुखुरा यता चाहिँ हजुरआमा चाहिँ कहिले पाक्छ भनेर सोच्दै हुनुहुन्छ क्या अलिकता
अझै पनि यो हाल्नु त्यहाँ छ भने लानुहोस् छैन भने के गर्नु र होइन छ मिठा मिठा नै आज चाहिँ नाता नातिनी अदा छोरा कान्छाहरू जेठा छोराहरू आउनुहुन्छ मिठा नै खानु खाऊ जस्तो लाग्छ अलिकति अब कन्ती पुग्छ कि पुग्छ अब त हजुरआमा यति राम्ररी नेपाली बोल्नुहुन्छ कि म त छक्कै पर्छु के जान्नु र यति राम्रो भोटाङमा 10 वर्ष बस्ने नि त हो नि उहाँहरू त इन्डियामा बस्नु भएको कति वर्ष बस्नुभयो हामी भोटाङमा 10 वर्ष हामी 10 वर्ष 11 वर्ष जस्तो बसेको त्यो मसला चाहिँ अहिले पड्काउनु हो कि अहिले पड्कायो भने मजाले लाग्छ नि सबैतिर भरे पिसाएर पनि लाउनु यतिकै हुन्छ यसरी पड्काउने हो हजुरआमा नाता नातिनीले ल्याउनु भएको मसला यो ल भरे फेरि पिसाएर लाउँदा हुन्छ कि त्यतिले हुन्छ कि त्यति नै हुन्छ यो होला नि अब ठुलो दारु के हो हाम्रो उता नि छ सानो सानो पनि छ के कुन यो ठुलो त्यति चलाउनु जे चलाउँछ है मसला पड्काइरहेको छु या जिरा यहाँ मासु पनि काटिरहेको छु हो नि मासु जेठा छोराले कान्छा छोराले भाले किन्नुभयो जेठा छोराले नाता नातिनीले सबैले पढ्नुभयो ठिक पारेर यहाँ हामीले पकाएर खानु खानु परेको छु मान्छु देख्दा इन्डियामा बस्नु भएको थियो है 10-11 वर्ष अनि उहाँतिर नेपालीमा बोल्नुभयो होला नि हाम्रो कुरा त उहाँ त बिर्सिहाल्यो नि त उतै गएर नेपाली सिक्नु बाँकी नेपाली मात्रै हामी बोलेको छौँ त्यहाँदेखि तिमीहरूको देवदेले पनि पुरै जान्दैन हाम्रो कुरा तिमीहरूको दिनेले पनि जान्दैन थियो आउँदाखेरि बिर्सिहाल्यो अब 11 वर्ष नबोलेको बस्नुभयो है यहाँ आउँदाखेरि त हाम्रो कुरा त बिर्सिहाल्यो हाम्रो भाषा बिर्सिनुभयो हाम्रो कुरा त बिर्सिहाल्यो नेपाली मात्रै हाम्रो मेरो मुखमा चाहिँ आयो bisa ke macam mah bisa dah satu bisa ni kini juga ada bisa ni Ojina ki ojina so ojina ni nabi ni kapa sama kong kapa hari kati orang ke nirmane mukimi निर्मने के घर हो यो हारा चाहिँ खान्छु न ममा काय मान्थ्यौ मका आथा नुन त हाल्नु है लोकलमा त नुन त धेरै धेरै नलाउनु धेरै लागेको छैन के पाउँछ थोरै नै हो हजुरआमा ठिक्क ठिक्क हाल्दैछु ल अब पाकै हो हामी खान्छौँ ल साथीहरू तपाईँहरू पनि जे खाँदै हुनुहुन्छ त्यही खानु होला अब लोकल भालेको मासु खानुको लागि त हाम्रो गाउँ महाकुलुङ नै आइपुग्नुपर्छ साथीहरू ल खायौँ है त थ्याङ्क्स फर वाचिङ सबैजनालाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि तपाईँले सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला त थ्याङ्क यू फर वाचिङ कति मिठो भयो